नमस्ते साथीहरु, तपाईहरुलाई हाम्रो YouTube च्यानलमा हार्दिक स्वागत छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तय गरेको दैनिक सुनचाँदी दरको बारेमा जानकारी लिएर आज पनि उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला। हामी यस च्यानलमा दैनिक सुनचाँदी दरको बारेमा अपडेट लिएर आइरहेका छौं। आजको भिडियोमा पनि हामी तपाईहरुलाई आजको दिनको सुनको मूल्य कति छ, चाँदीको मूल्य कति छ, सबै जानकारी दिनेछौं। त्यस्तै हिजोको मूल्य कति रहेको थियो, हिजोको तुलनामा आज कति घटेको छ या बढेको छ, सबै अपडेट आजको भिडियोमा रहनेछ। छापामाल सुन तथा चाँदीको मूल्य आजको भिडियोमा रहनेछ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। आखिर सुनले रेकर्ड बनाएको छ। नेपालको इतिहासमै अहिलेसम्म नै उच्च रहेको छ आजको मूल्य। भिडियो अन्तिमसम्म हेर्नुभयो भने पक्कै पनि तपाईहरुलाई थाहा हुनेछ। आज सुन एकै दिन धेरै बढेको छ। चाँदीले पनि निरन्तर उकालो लागिरहेको छ। आज मिति 2082 साल मङ्सिर 29 गते सोमबार, सन् 2025 डिसेम्बर 15 तारिक। हिजो सुनको भाउ 2,58,800 रहेको थियो। आज एकै दिन 1900 ले बढेर 2,60,700 पुगेको छ। यो नेपालको इतिहासमा हालसम्मकै उच्च मूल्य हो। त्यस्तै चाँदीको मूल्य पनि हिजो 3,825 रुपैयाँ रहेको थियो। प्रति तोला 3,825 रुपैयाँ रहेको चाँदीको मूल्य आज 3,875 रुपैयाँ पुगेको छ। आज चाँदीको मूल्य 45 रुपैयाँले बढेको छ। एक दिन दुई दिन गर्दै गर्दै सुनको भाउ धेरै माथि पुगिसकेको छ। 2,60,000 भनेको सुनको भाउ यहाँ होइन। नेपालको परिवेशमा अल टाइम हाई नै हो यो सुनको भाउ। तपाईहरुलाई यो विषयमा के छ प्रतिक्रिया, कमेन्ट गर्न सक्नुहुनेछ। भोलि नयाँ अपडेट लिएर उपस्थित हुने नै छौं। आजलाई सुन चाँदीको छोटो अपडेट यति नै। बिदा माग्छौं। नमस्कार।